सक्छन्। दर्शकबिनहरू नमस्कार। म यति बेला चितवन राष्ट्रिय निकुञ्जमा छु। निकुञ्जको भित्रको रमाइलो दृश्यसँगै मैले यति बेला हात्तीको अवस्था देखाइरहेको छु। हात्ती अलिकति जीर्ण र बुढो हात्ती हो। यो बुढो हात्तीको अहिले रेस्टको समय आराम गरिरहेको अवस्था छ। हात्ती ठुलो हात्ती चाहिँ देख्न पाइन्छ र हात्ती देख्नको निम्ति नेपालका विभिन्न ठाउँहरूबाट यति बेला यहाँ घुइँचो प्रशस्त मात्रामा छ र सौरा चितवनमा अवलोकन गर्नको निम्ति र हात्ती हेर्नको निम्ति धेरैजनाको भिडहरू हामी देख्न सक्छौँ। भने यतापट्टि पनि देख्न सक्छौँ, अर्को हात्ती चाहिँ यता बाँधिएको अवस्थामा छ र हात्तीको बथाने ठुलो छ, धेरै छ, तर अरू हात्तीहरू चाहिँ चर्न गएको भन्ने जानकारी आयो भने अहिले दुईवटा हात्ती हामीले देख्न सक्छौँ जो एकदमै ठुलो र बढी वर्षको जीर्ण हात्ती, बुढो हात्ती हामी देख्न सक्छौँ। र हात्ती हेर्दाको दृश्य एकदम रमाइलो छ। चितवनमा अवलोकन गर्न, भ्रमण गर्नको निम्ति तपाईँ पनि आउन सक्नुहुन्छ र रमाइलो दृश्य समयसँगै यो टाइममा तपाईँले हात्ती, गैँडा, बाघ, भालु लगायत थुप्रै जनावरहरू तपाईँले चाहिँ यहाँ चितवनमा चाहिँ देख्न सक्नुहुन्छ। दर्शक पनि तपाईँ हामीलाई हेरिराख्नुहोस् र हामी यो भिडियो हेरिरहेको छौँ र यहाँको अवस्था बारेमा हामी तपाईँलाई जानकारी गर्नेछौँ। र पहिले भन्दा पनि अहिले चाहिँ चितवन राष्ट्रिय निकुञ्ज अथवा हात्ती हेर्ने वरपर सङ्ग्रहालयको छेउछाउहरूमा धेरै विकास प्रगतिहरू भएको रहेछ। हामीले गएका वर्षहरूमा यो भिडियोहरू बनाएका थियौँ, अपलोड गरेका थियौँ भने अहिले यहाँको बाटोहरू पनि सुधार भएको छ, रमाइलो छ। जस्तै फुल बगैँचाहरू, यहाँको जुन बगैँचाहरू छ, हात्ती बाँध्ने ठाउँदेखि लिएर घुम्ने एरियादेखि लिएर सबै कुराहरूमा परिवर्तन छ र तपाईँ पनि आउनुहोस् एकचोटि चितवनमा र आइसकेपछि यहाँको सुन्दर रमाइलो दृश्य चाहिँ अवलोकन गरेर जानुहोस्। यो भिडियो चाहिँ हामी अपलोड गर्दैछौँ, तपाईँ पनि हेर्नुहोस् है त। हुन्छ, बाँकी समय हामी चाहिँ फेरि तपाईँहरूलाई सम्पूर्ण जानकारी देखाउनेछौँ।